भन्छ अरे बुवा यो जग्गालाई हाम्रो यो चाहिँ टुडी खेल जग्गा हो होइन। यता घर पछाडि छ। भोक लाग्यो नि त त्यही भएर हामी खाजा खान लागेको। हाम्रो खाजा मिठो मिठो बास्ना आएको छ। के हो यो के रहेछ भने खसीको मासु खसीको बुटन अनि के हो खसीको टाउको मासु अनि यो चाहिँ सेलरोटी अनि अचार मुलाहरूको अचार अनि कसार अनि चिउरा है अचार कसार किनभने कसार चाहिँ गाइस यस्तो वर्धमान र बिहाहरूमा चाहिँ कसार चाहिँ हाम्रो चाहिँ चाहिन्छ कि है आन्टी एकदम सही कुरा अनि त्यही भएर हामी चाहिँ कसार चाहिँ बनाउँछ। कस्तो मजा आउँछ खानालाई पनि। हाम्रो अङ्कल चाहिँ कुक है नम्बर 1 कुक हो उहाँ चाहिँ। यहाँ के बनाउनु लाउनु भएको हो? बिचरा कुकुरहरूलाई पनि भोक लागेछ। यसलाई एउटा मासु दिनु पर्यो। मम्मी एउटा मासु दिनु। हजुर ल उनीहरूलाई चाहिँ पसारो छ यो चम्चा नि अनि लिनु मैले लिएर आइदिन्छु एकैवटा गर्दै। लिनु डराउनु भएछ। गाइस अब चाहिँ म काम गर्छु। यसो फटाफट दिनु पर्यो खानेकुराहरू किनभने भोक लागिसक्यो मान्छेहरूलाई। अनि एकछिनपछि आउँछु अब। नानी होइन गाइस है। हुन्छ त्यही दिन यसलाई चाहिँ दुना भन्छ है साथीहरु। सानोवाला टपरीलाई चाहिँ दुना भन्छ, ठुलोलाई चाहिँ टपरी भन्छ। रोटी खाने हो? भिडियो बनाइदिउँ न। खै चाबी ल्याउनु म निकाल्नु ल। ए ला तपाईको मासु आउँदैछ त्यहाँ मैले भन्दैछु।
कुरा हो ठिक भने खाए सुको त्यस्तो त्यो झन् चाम्रो मम्मी त रोस्टमा पो पर्यो इम्मी भन्छ कि के भन्ने रे इम्मी रे यम्मी यम्मी एम्मी एम्मी हामी चाहिँ खुट्टा खाँदैछौँ साथीहरू मम्मीले इम्मी इम्मी रे बाबाहरू कोटोली हुनुहुन्छ बाबा अङ्कलहरू अध्यक्ष फेरि हाम्रो सङ्गठन यिनीहरूले चाहिँ मलाई बियर मागेर हैरान गर्यो है लिएर आएछ ल बियर खै लिएर आइसकेको रहेछ उस छ खुट्टा टाउको छ खाने हो हो यसरी नै मान्ने चाहिँ साथीहरू होइन गाइस हामीले हाल्दैछ क्या पिताम्बर हालेर माग्ने उयो सानो गाग्री दिस इज नट गाग्री दिस इज माना ए होइन होइन के अरे लोटा लोटे भन्दाखेरि त लड्यो भन्छ नि त यसलाई चाहिँ लोटा भन्छ है गाइस उसले चाहिँ गाग्री भन्छ गाईहरू म चाहिँ पिताम्बर पिताम्बर दिस इज कल्ड पिताम्बर अब यो पाउँछ हेलो अहिले सुरटियाहरूले चुरो टाँगिरहेको छ जस्तो बुवा मलाई एउटा घसेटो दिन्छ यस्तो मान्ने घसेटो किन भयो बिपनालाई आज राम्री राम्री देखिरहेको छ साथीहरू हो ला हो र साथीहरू यसरी माथि सारिदिनु पर्ने हुन्छ अब यस्तै मान्छेहरूको यहाँसम्म नि ठिक हुन्छ ल बिपना हजुर बिपना हो हस् हस् ल ल होइन फेरि भेटौँ ल अब म भनेको यसरी हग्न बसा यसरी बस्न पर्ने हुन्छ यता अघिसम्म कसरी मान्छिरहेको थियो अहिले कसले बल लगाउनु पर्ने हुन्छ यसरी भिडियो नगरेपछि चाहिँ हामी चाहिँ यसरी बस्नु पर्ने हुन्छ नि आजको पछाडिको सिन देख्नु सक्नुहुन्छ यस्तो राम्रो हावा चलेको यहाँ साथीहरू आफ्नै गाउँघर भएर होला हामीलाई बाल लगाइरहेको छैन जे गर्दा पनि लिटरली दानिका देख्न सक्नुहुन्छ हाम्रो बाबाहरूको कति रमाइलो गरिरहेको छ बाबाको ग्रुपमा त्यो चाहिँ को हो तँ के गरेछस् र
गरिस् तैँले मैले के गरेँ के गरेँ साथीहरू ल हेर्न सक्नुहुन्छ मेकेसा थियो मेकेसा हो गया वाला यो यहाँ भुइँमा राखेर कति फोहोर आएको डुब्नुमा पानी ल साथीहरू एकछिन म तपाईँहरूलाई देखाइदिन्छु एक्सक्युज मी मेकेसा था मेकेसा हो गया ल देख्न सक्नुहुन्छ चमत्कारी बुढी व्यक्ति निहुरन्छ निरन्तर अब यसरी रिसाउन पर्ने हुन्छ साथीहरू अलिकति के भन्दा नि किनकि उसको मात्र काम छ मेरो काम छैन मेरो डान्स सिक्ने काम छ क्या भोलिको लागि दे म त्यो घोडिदिन्छु नि मेरो नि भिडियो गर् साथीहरू मैले धोको देखेर उसलाई पनि डर लाग्यो अरे सक्दै नसकेर मलाई उयो पिताम्बर अझै हाल नानी यता आयो भाइ अलिक मजाले हाल के यसरी पिताम्बर त लोप गर्ने नै होइन नि ल तिम्रो सिसी आएछ हेर त आयो त पुस्ने सिगान तिम्रै लुगाले पुस्दिन्छ है ल गाइज मेरो चाहिँ हात गलेर अनि अङ्कल आउनुभयो मलाई हेल्प गर्नुको लागि यति धेरै त छैन भोलिको लागि मात्रै हो ए अङ्कल खै अङ्कल चाहिँ गुडमै हुनुहुन्छ अनि चामल पनि गुडमा कुटिरहेको जोर चढिरह नि कस्तो दुई हातले पनि कति साह्रो यो चाहिँ रोस्टको लागि म्यारिनेसन भइरहेछ साथीहरू चिकन मसला अङ्कल खोलिदिनुहुन्छ दुईटा अझै एउटा चाहिन्छ अङ्कल चाहिँ दुईचोटि दुई हानी कुर्सी कस्तो होला ल अब म कुर्सीलाई त गाइज गाइज हामीले नसकेर हामीले नजानेर मम्मी आउनु भयो है कस्तो राम्रो यो के हो गेटमा राख्ने जौ धानहरू राख्नुपर्ने हो साथीहरू हामी चाहिँ अब उता बाबाको पार्टीहरूतिर जाँदैछौँ के भइरहेको छ हेर्नुलाई यहाँनिर चाहिँ मजाले गफहरू चर्को भइरहेको छ है गाइजहरू
नाच्यौ न एक भानको रहेछ नानीको मन साथीहरू धै झैगारी घुमन Gila kayak nah ni, ada di sini kita. Lam tadi mam kau, kita mam nak aku timnya deh nau. Ke mana dia? गीत गाउने मान्छेले हो भने त्यसलाई गीत लागि गाउनु जाने चाहिँ हामी हुन्छौँ Lain entah lain. Lain. Kenal. Lah makin gamdan lah ke bay. Ini. अब चाहिँ सुत्ने ठाउँहरू मिलाउँदै हो मर्निङ गाइस म चाहिँ भर्खर उठेर अहिले घर आउँदैछु म चाहिँ यहाँ टर्मिनल घरमा सुतेँ एकछिनपछि भेट्छु ल फ्रेस भएर जाडो छ होला जस्तै यहाँ बाहिर वेदर हेर्नु न गाइस Good morning. Good morning. Good morning, Jana. Good morning, guys.
आज चाहिँ पार्टीको दिन हो गुड मर्निङ गुड मर्निङ आमाहरू कति जाडो हो छ्या मसलावाला चिया होइन त हाम्रो आमाले मिठो चिया बनाउनुहुन्छ नि त मिठो चिया बनाएर म आमाको यहाँ के गर्ने कसो गर्ने छड्नु यता आउनु त म हाल्छु यहाँ चिया भित्र बसाल्नु पऱ्यो कि ए हो अलिक ठुलो भाँडा हुनुपर्ने कि ग्यासमा बसाल्नु पर्छ यत्रो भाडा पकाएर मैले कहिले धेरै मान्छे हाम्रो बाबाले चाहिँ रातभरि घुरेर अङ्कलहरू दाइहरू कसैलाई सुत्न दिनु भएन रहेछ भर्खर उठ्नु भएको छ अहिले आफू चाहिँ आनन्दले सुतेर अरूलाई चाहिँ सबैलाई अनिदो राख्नु भएको छ है त आज यस्तो अझ मेसिन चाहियो नघुर्नेवाला औषधि मेसिन चाहियो है बाबालाई घुर्न रेकर्ड गरेर राख्नु भएको अरे त्यहाँ अङ्कलहरूले अडियो के गर्नु गाग्रीहरूमा अब सजाइयो अब उता के अरे गेटमा राख्ने यसमा फुलहरूले सजाउने अब एकछिनमा पिपलहरू राख्ने मेरो फुपू दिदी र म दुलाको फुपू दिदी र दिदी अब जाम दिदी यतिको बलिया चाहिँ हुनुपर्छ है त साथीहरू यहाँलाई चाहिँ पताका पुगेन अनि यहाँ पैसा नि राख्नुपर्छ ल सबै डुब्दो रहेछ त ल पिपल नै रहेछ त है पत्ता त जम्मै डुब्दो रहेछ अनि पो त ठुल्ठुलो हाल्नुपर्छ भने यस्तो गरेर कतिको भयो त अब जम्मै यसरी हाल्ने क्या दिदी यसरी यसरी हाल्ने हो नि त यसरी अनि यो भयो अनि अब त्यसरी होइन त्यसरी नै होइन के अरे पिपलको पात र आँप एकैचोटि हालिदियो त्यो आँप मात्रै हाल्नु त्यही भएर डुबेर पिपलको पात त यहाँ त राम्रै होइन ठुलै हुँदो रहेछ हाम्रो त्यो नाइज पिपल होइन हाम्रो त्यो नाइस ठिक हान्छ अझ फुल पनि हाल्नु बाबा रातो रातो फुल होइन त ल्याउनु त जानु त के भेटे पैसा कि के डलर पैसा डबल भन्नु डबल पैसा डबल पैसा मतलब कस्तो